नमस्कार हजुर सबैलाई मेरो युट्युब च्यानलमा हजुर सबैलाई स्वागत जनाउँदै आज चाहिँ म हजुरहरूलाई यो नेपाल मुङलिङको सिन देखाउँदैछु है। मुङलिङ यो पोखरा जाने बाटो अनि यताबाट चाहिँ यो चाहिँ मुङलिङको मेन बजार पर्यो र दाहिनेतिर चाहिँ काठमाडौँ जाने बाटो र यो चाहिँ पोखरातिर जाने पुल हो र म पुलको सिन पनि देखाउँदैछु। यो मुङलिङ पुल यो त्रिशुली खोला र अहिले बर्खा लाग्नुभन्दा अगाडि यतिको छ यो खोला र बर्खामा चाहिँ यसले कस्तो खेल देखाउँछ होला। त्यो चाहिँ अब यो खोलाले धेरै क्षतिहरू गरिसकेको छ बर्खामा। अहिले चाहिँ धेरै कम्ती छ पानी। यो चाहिँ अहिले बर्खा सिजन होइन र यस्तो सिन छ है। यो चाहिँ मुङलिङ बजार। अहिले भर्खर हामी यहाँनिर लन्चको लागि आएका छौँ। लन्च गर्नलाई यहाँ बिसाएर अब हामी काठमाडौँतिर लाग्ने हो। यहाँ मेरो मिसेस उमा छोरो क्यारोन इन्जोय गरिरहेछ। यहाँ हाम्रो सेरी पनि छ है। सेरीले पनि अब हावा खाँदैछ, मुङलिङको हावा खाँदैछ। हजुरहरूलाई यति देखाउँदै आज यो मुङलिङ बजार अब काठमाडौँ पुगेपछि काठमाडौँ पुग्ने हजुरहरूलाई देखाउँला। पोखरा झरेपछि पोखराको पनि देखाउँला है त। यति भन्दै मेरो सानो भिडियो यहीँ अन्त गर्दैछु। थ्याङ्क यू भेरी मच।